हेलो वेलकम गाइज आजको न्यू डे न्यू भ्लगमा। आज म अब ड्युटीतिर लाग्दैछु। कोठासोटा बन्द गरियो, आज ड्युटीतिर लाग्दैछु। अब ड्युटी जाने टाइम पनि भयो। मेरो यहाँ बसन्ती यहाँ छ है, अभी मजा आएगा ना भिडो। बसन्ती रेडी अवस्थामा छ। भित्र बसन्तीको भित्र पनि हेरिहाल्नुहोस् हैन, बसन्तीको भित्र हेर्नु यस्तो छ। बसन्तीको भिडियो गराउनु त पर्यो हैन। अब ड्यूटी लाग्नु पर्यो। एकदम इन्होंने वक्त बदल दिया, जज्बात बदल दिए। ल लाग्दै म आजको अब काममा ड्युटीतिर लाग्यो हैन। अब ड्युटीमा नि लाग्नै पर्यो। अब के गर्ने, अब ड्युटी नगरी पनि भएन। अब लाग्यो ड्युटीतिर। ल गाइस, आज शनिबार, आज कम्पनी त बन्द रहेछ। आज यहाँ अफिसहरू बन्द रहेछ हैन। अफिसमा आइपुगे आउनु त खत्म, बाय बाय, टाटा, गुड बाय, गया। अफिस बन्द रहेछ। अब के गर्ने, अब बस्नै त होला नि। आज गेट चाहिँ खोलिएको छ कि आज काम आउँछ के आउँछ। आज कता जान्छु म हजुरलाई देखाउँछु नि कता जान्छु म आज भनेर है। कम्पनीमा आएपछि अब के हुन्छ, आज कता जाने दिन पर्छ होइन। अहिले म हजुरलाई देखाइहाल्छु। अहिलेसम्मलाई ठिक छ होइन। कतै जानु पर्यो भने म हजुरलाई तुरुन्त देखाइहाल्छु नि त के हुन्छ होइन। के भइरहेको छ तरकारी पाक्यो? के बेर्दै हो त जिजाजीले? सिफ्ली भेन्डी, सिफ्ली भेन्डीको तरकारी, सिफ्ली भेन्डी र आलु। तेरी माटो जिजाले गर्नुपर्छ भन्दा जिजुलाई यसो काम लाग्छ नि त होइन। लगाइ खाना लाग्यो होइन। अब खाना चाहिँ खानु पर्यो आजलाई। खाना नखाइ भएन। बिहान खाना खाँदै हो पानी होइन। खाना यहाँ तयारी यस्तै तयार भइरहेको छ खाना। अब खाना खाएर आज दिउँसो कतै जाने काम हुँदैन होला सायद। आज बसिन्छ होला। आज शनिबार पनि आज बन्द छ। खाना खाने तयारीमा खाना खानु पर्यो। आजको खाना आलु र चटनी छ होइन। आलु चटनी साथमा आज खाना खाने तयारीमा। त्यो गऱ्यौँ भने नाङ्गै बस्नु परेको छ यस्तो आपत। बस्नु पुग्छ आपत। क्या करता बॉस, आना ही पड़ा। पब्लिक की डिमांड थी, कहानी खत्म होने को आई और अभी तक एक्शन शुरू ही नहीं हुआ। यस्तो पनि हुन्छ कहीँ यहाँ, यस्तो पनि तरिका हो। पानी नै पर्दा नि यो भइरहेको ठाउँमा यस्तो आपत छ। पानी नपरेर आपत। पसिना पुग्दा पुग्दा हैरान। नाङ्गै बस्नु परेको छ। अन्त गाइस नाङ्गै बस्नु परेको छ। यस्तो पनि हो। अन्त नाङ्गै बस्नु पर्यो। यस्तो पसिना पुग्दा पुग्दा हैरान भइसक्यो। पसिनाले आपत भइसक्यो। आपत के गर्ने गाइस, आपतै छ।